नलेज, कुनै कमेडी, कुनै चिजको बारेमा पनि छैन, मात्र मेरो कन्सिस्टेन्सीको बारेमा छ। किनकि म डेली 2-3 दिनदेखि भिडियो पोस्ट गर्न लाग्थेँ, तर मैले सकिनँ। 3 दिनसम्म डेली पोस्ट गरेँ, तर 4थो दिनमा आउँदासम्म मेरो दिमाग मलाई भन्न लाग्यो कि तँसँग आइडिया छैन, तँसँग अनुभव छैन। छ तर मसँग मेरो दिमाग मबाट यो भिडियो बनाउनबाट बच्नको लागि यो कुराहरू मलाई भन्न लाग्छ। तर म आफ्नो दिमागलाई म आफैलाई साबित गर्न सक्छु कि कुनै चिज नभए पनि म कुरा गर्न सक्छु, भिडियो पोस्ट गर्न सक्छु। जस्तै कि मैले यो 2 दिनसम्म पोस्ट गरेन, त्यतिसम्म मेरो दिमाग भन्न लाग्छ कि अरे अब तेरो आउँदैन, तँ त भिडियो बनाउनै सक्दैन। म आफैलाई उल्टा बनाउन खोजिरहेको छु कि जस्तै म आफैलाई गलत सोचेर बनाउन लाग्छु। जुन कुरामा म सक्दैन नि त्यही कुरा गरेर देखाउन लाग्छु म आफूलाई। अरूको लागि नहोला, यो भिडियो पोस्ट गर्नु त्यो गर्नु नर्मल कुरा होला, सरी। अनि मेरो लागि चाहिँ यो सबभन्दा टफ छ, किनकि यसरी बोल्दाखेरि मेरो के भन्छ मेरो जसरी अहिले हुन लाग्छ आवाजै अर्को डगमगिन्छ कि। जस्तै कम्युनिकेसन स्किल जसो चिज पनि मलाई लाग्छ कि म सब खत्तम छ। हुन होला, तर मलाई लाग्छ म आफूलाई साबित गरेपछि यसरी जुन सबभन्दा नराम्रो, जुनदेखि मलाई डर लाग्छ त्यही चिज गऱ्यो भने मेरो कन्फिडेन्स बढ्नेछ मलाई लाग्छ। त्यही भएर आजको भिडियोमा कुनै क्लिप यसो कटसट गरेँ, तर मैले योभन्दा अगाडि बनाएको थिएँ भिडियो, अनि मलाई कन्फिडेन्ट आयो, जो कि मैले अपलोड गरेन, तर भिडियो मात्र बनाएँ मात्र। यो चाहिँ आफूलाई साबित गर्नलाई थियो कि म पोस्ट गर्नेछु, डेली पोस्ट गर्नेछु। कुनै कन्टेन्ट नभए पनि, मसँग कुनै टपिक नभए पनि, कुनै केही चिज नभए पनि, तर म भिडियो पोस्ट गर्नेछु, जुन चिजमा भयो नि।